तपाईले पनि क्यामेराले फेस गर्न एकदमै अप्ठ्यारो भइरहेछ भने यो भिडियो तपाईहरुको लागि किनभने आजको दिनमा प्राय जसो व्यक्तिहरुलाई क्यामेरा फेस गर्न एकदमै गाह्रो हुन्छ र किन गाह्रो हुन्छ त्यो रिजन म तपाईलाई भन्दै छु। पहिलोको रिजन कन्फिडेन्सको कमी हुन्छ। दोस्रो रिजन भनेको अरूले के सोच्छ भनेर पनि क्यामेराले फेस गर्न डर लाग्छ। अब हामी एक्जाम्पलको रूपमा बाटोमा हिँडिरहेका हुन्छौं, 4 जना हेरियो, अब मलाई हेर्न थाल्यो भने त्यो टाइममा पनि मान्छेले के सोच्छ, यो मान्छेले मेरो बारेमा के सोच्छ या त हाँसिरहेछ भनेर बसिरहेको हुन्छ। त्यो रिजनले गर्दाखेरि पनि भिडियो बनाउन छोड्दिन्छ है। अनि अर्को रिजन के छ भन्दाखेरि के बोल्ने पनि त्यो चीज थाहा हुँदैन के क्यामेराको अगाडि। त्यही भएर मान्छेले चाहिँ यो के सोच्छ भनेर भ्रमै छोड्दिनु क्या। मान्छेले कोही सोच्दैन तपाईको बारेमा। यदि सोच्ने भयो तपाईको घरमा हैन ऋण लागेको बेला हैन खाना नभएको बेला ल्याएर दिन्थ्यो नि त, तर दिन्छ त दिदैन भने मलाई के टेन्सन अरूले के सोच्छ भनेर। र आजको दिनमा यो सोशल मिडियाको पावर आजको दिनमा एकदमै हाइली डिमान्डेड भइसकेको छ। अनि मार्केटिङ भनेको एकदमै बवाल छ आजको दिनमा। मार्केटिङ फिल्डमा जसले हात हाल्छ त्यो बाबाले पैसा कमाउँछ। र आजको दिनमा जबलेस किन मान्छेहरू भइरहेछ भन्दाखेरि एआई आइसकेको छ, आइसकेको छ, रोबोट आइसकेको छ। अनि म्याक्सिमम मान्छेहरू एआईबाट भिडियो एडिटिङ गरिरहेछ, कति धेरै कामहरू गरिरहेछ। त्यो कारणले गर्दाखेरि हामीले चाहिँ अहिलेको टाइममा स्किल बिल्ड गर्ने भनेको एआई रिलेटेड, डिजिटल मार्केटिङ रिलेटेड, अफलेट मार्केटिङ, डाइरेक्ट सेलिङ, नेटवर्क मार्केटिङ योहरूमा काम गर्नुपर्ने हो क्या। अर्को कुरो योहरूमा काम गर्दै जाँदाखेरि सबैभन्दा बेस्ट स्किलहरू के सिकाइन्छ भन्दाखेरि हाम्रो कम्युनिकेसन स्किल एकदमै बवाल सिकाइन्छ। अर्को कुरो हाम्रो कन्फिडेन्स एकदमै बवाल बिल्ड हुन्छ। यो भित्र हामीले गयौँ बुझ्यौँ अनि हाम्रो माइन्डसेट पनि एकदमै ज्यादा ग्रोथ भइन्छ। अनि मैले पनि यो कन्फिडेन्स कहाँबाट आयो भन्दाखेरि हिजोको दिनमा मेरो पनि यस्तो माइन्डसेट थिएन। त्यो हुँदै गर्दाखेरि मेरो यो बोल्नेदेखि लिएर के सोच्ने यो सब दिमागमा हुन्थ्यो हैन। अनि एकदमै प्रब्लमहरू दिमागमा मात्र घुमिन्छ। तर आजको दिनमा सोलुसनतिर के हो त सोलुसन भनेर त्यस्तो माइन्डसेट भइसकेको छ यो सबै प्लेटफर्मले गर्दाखेरि। अनि अर्को कुरा आजको दिनमा यो सोशल मिडियाले जसले सही तरिकाले युटिलाइज गर्छ त्यो चाहिँ डेन्जर पैसा कमाउँछ। किनभने सोशल मिडियाबाट दुईटा चीज गर्न सकिन्छ, या त जिन्दगीलाई आफ्नो भविष्यलाई एकदमै माथि लग्न सकिन्छ या त आफ्नो भविष्य टोटली डिस्ट्रोय गर्न सकिन्छ टाइम पास गरेर। सो तपाईको हातमा के छ त, के गर्ने त्यो तपाईको चोइस हो। सो थ्यांक यू सो मच। भिडियो राम्रो लाग्यो भने कमेन्ट गर्नु कुन कुरा मन पर्यो। अनि अर्को कुरो तपाईले चाहिँ अझै भिडियो चाहिन्छ भने मोर भिडियो भनेर कमेन्ट गर्नु। बाइ।